मलाई चाहिँ कतिपय मान्छेहरूले नि यसले चाहिँ कति भिडियो बनाएको कति पोस्ट गरेको यसलाई वाकम लाग्दैन कि के हो काम पनि छैन कि के हो भनेर कति धेरै मान्छेको मनमा जिज्ञासा हुन्छ नि त। तर काम सक्नुको लागि चाहिँ मान्छेको पैतालै फर्किनुपर्छ। सो हेलो एभ्रीवान, वेलकम माई मिनी ब्लग। आज चाहिँ मेरो जङ्गल जाने दिन रहेको छ कि, अनि त्यही भएर म चाहिँ भुसुक्कै निदै गएछु कि, अनि त्यही भएर आन्टीलाई चाहिँ म उठाउनु जाँदैछु। साथीहरू हाम्रो चाहिँ जङ्गल जाने प्लानिङ थियो नि त, त्यसैले म चाहिँ भुसुक्कै निदै गएछु। अनि म चाहिँ उठेर आन्टीलाई उठाउन आएँ। साथीहरू हेर्नु न, यस्तो गर्मी छ कि फेरि। होइन हाम्रोतिर मात्रै गर्मी हो कि तपाईँहरूकोतिर पनि गर्मी हुन्छ साथीहरू? यसो कमेन्टमा भन्नु होला है। अनि आजकलको मौसम भन्नुहुन्छ भने दिनभरि गर्मी, मरुन्जेल गर्मी भएर रातभरि चाहिँ पानी गट्टर परिन्छ साथीहरू होइन। अनि त वेदर पनि आज दिउँसो यस्तो राम्रो थियो कि साथीहरू होइन। यस्तो घाम लागेर फेरि भन्नुहुन्छ नि गर्मी आज चाहिँ मर्ने गरी गर्मी थियो साथीहरू। त्यही भएर म चाहिँ अब दिउँसो निस्केर हिँड्नु नसकेको कारणले चाहिँ भुसुक्कै नि। अनि काम छैन कति भिडियो बनाएको भन्नुहुन्छ भने नि, मान्छेको घरमा कसकोमा चाहिँ काम हुँदैन होइन साथीहरू, जसकोमा पनि काम हुन्छ। तर हामी सासू बुहारी चाहिँ मिली काम गर्छौँ नि त। त्यही भएर हामी 10, 11, 12 बजी चाहिँ हामी काम पनि सकेको हुन्छौँ। त्यही भएर हामी 2 घन्टा रेस्ट गर्छौँ साथीहरू। 2-3 घन्टा चाहिँ हामी सुत्नु पर्ने हुन्छ जहिले पनि होइन, हाम्रो बानी नै छ दिउँसो। अनि यता कति साह्रो नाखे बोलेको भन्नुहुन्छ होला, भन्नुहुन्छ नि 2 महिना जस्तो भयो होला रुगा मार्गीले भनेको पिट्टिकै पनि छोड्दैन। तपाईँहरूसँग आइडिया छ भने भनिदिनु होला साथीहरू। सो यति भन्दै चाहिँ हामी लाग्छौँ आफ्नो गन्तव्यतिर। फेरि गाडीहरू पनि के साह्रो कुदेको साथीहरू, यस्तो रुगा मार्गी लागेको बेला झन् साह्रो धुलो उडाइदिने कि। अनि आन्टीले चाहिँ छाता ओढ्नु भएको थियो नि त। मैले चाहिँ छाता पर्दैन मेरो क्याप र सर्टले नै हुन्छ भनेर उडेको त नाकसम्म त घाम आइदिँदो रहेछ साथीहरू होइन। छाता पर्दैन भनेर डन भएर हिँडेको, पऱ्यो भने त मैले त अनुहारमा पो घाम आइदिएर साथीहरू। गाडी उड्छ त्यस्तै, धुलो उड्छ त्यस्तै, आफूलाई रुगा लागेर त्यस्तै छ होइन साथीहरू। अनि हामी चाहिँ अब जानुपर्ने हुन्छ यस्तो पारी। मेरो भाइले चाहिँ फौजीलाई देखेछ कि अब ला के गर्ने भने कि मैले चाहिँ अन्त ऊ चाहिँ म त खुट्टा फ्र्याक्चर हुने एक्टिङ गर्छु भनेर त उसले त खुट्टा फ्र्याक्चर हुने एक्टिङ पो गर्न थाल्यो त साथीहरू। आफूलाई पनि कराउनुहुन्छ भनेर यति डर थियो नि, त्यो डरको त सीमा नै छैन साथीहरू। म पनि के काम भनेर छाती माथि ढुङ्गा राखेर चाहिँ अगाडि बढ्न सफल भएँ। भन्दै आकाश गडङ गुडुङ गरेर त हावा पो उडिआउनु थाल्यो त साथीहरू। ल आज चाहिँ पानीले कुटेर मार्ने रहेछ भनेर पिरसरी हिँड्दै थियौँ त साथीहरू। एकछिनमा पानी परेर लुथ्रुक्कै त बनाइदिइहाल्यो साथीहरू। हेर्नु न यत्रो ठुलो पानी पऱ्यो कि, यत्रो ठुलो पानी। यस्तो धौधौ परेर कुद्दा पनि यस्तो पानीले यस्तो लुथ्रुकै भिजायो नि साथीहरू। सो मेरो चाहिँ चियाहरू पनि पाकिसक्यो। अब मैले चाहिँ मम्मी र बाबालाई पनि चिया दिइसकेर म पनि खान बसिसकेको छु साथीहरू। सो मेरो भिडियोलाई फुल वाच गरेर माया गरिदिनु होला। यो भिडियोलाई यही समाप्त गर्दै म चाहिँ बिदा हुन चाहन्छु। बाई बाई।